आज दिनमा भने चट्ट लाएर मकै भुटेर खाइयो। एकदम जाडो पनि धेरै गइरहेको थियो र दिनमा अब हामी यसो लाएर यसो मार्केटतिर घुमौँ कस्तो छ सहर भनेर हामी 3 भाइ भएर घुम्न लाग्यौँ। बिहान उठ्दाखेरि त्यो वेदर त धेरै खराब थियो र त्यसपछि हाम्रो भाइले त नास्ताको लागि चाहिँ चाउमिन बनाएको थियो। चाउमिन खाइसकेपछि यो त यसो हाँसिरहेको थियो, ल ल ल खा भनिरहेको थियो। त्यसपछि खानापाना खाएर म आएर नुहाइधुवाइ गरेर कपडा पनि धुनु पर्ने थियो। आज वासिङ मेसिनमा कपडा हाल्न बाहिर राखेको। त्यसपछि मेरो पारी भयो खाने। दाइ र भाइले चाहिँ खाना खाइसकेका थिए 5 मिनट अगाडि। त्यसपछि मलाई छ ल खा भन्नलाई र त्यसपछि खानामाना खाएर म आएँ बाहिर एकैछिन घाममा बसौँ भनेर। त्यसपछि मलाई लाग्यो यहाँ एकछिन बसेर त भएन, क्रिकेट खेल्न पऱ्यो भनेर मैले यहाँ सामान ल्याएर आउँछु भन्दाखेरि त दाइहरूले यहाँ काम गर्नको त बलले ला भन्दाखेरि गाह्रो हुन्छ भनेर त्यसपछि हुन्न भनेर त्यहाँबाट हामी 3 भाइ सत्तेर लाग्यौँ यसो मार्केटतिर घुम्नको लागि के छ कसो छ। नयाँ नयाँ आएको हो नि त पन्जाबको घुमौँ भनेको। शिशिरले पुरानो थियो यहाँ कहाँ लयो गोल्लीमा कहाँ घुमाउँ म अचम्मै परेँ। त्यसपछि हामी घुमाउँदै यहाँको सहरहरूमा यता हल्का फुल्का मेन सिटीहरूमा हामी सट्ट लाएर हिँड्दै घुम्यौँ। त्यसपछि एकछिन बसेर कोही मान्छेलाई पर्खिरहेको थियौँ अनि मेरो कपाल चाहिँ हल्का पछाडि बुढो आसे बबाल लगाइरहेको छ। कपाल पाल्ने सक हुन्छ, कपाल त राम्रो छैन। त्यसपछि गयो यसो आजलाई बेलुकी चाहिँ यसो फलफुल खान पऱ्यो भनेर गयौँ। एकदम सुन्तला चाहिँ बबाल ला अनि सुन्तला चाहिँ गोडा 5 केजी चाहिँ सुन्तला ल्याएर घरतिर आयौँ। घर आएर चाहिँ नेपालबाट ल्याएको चाहिँ मकै भुटेर चट्ट लाएर खायौँ आज हामी 3 भाइले।